शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिनेछु। चाहे एउटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन थिएँ भने मैले यो दुःख खेप्नुपर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन। चाहे म प्रक्रियालाई सम्मान गर्दछु। मैले सोचेको थिएँ केही समय अझै विश्राम गरौँ, केही समय शान्त बसौँ, किनभने पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक आफ्नो बलबुतोले भ्याएसम्म काम गरिरहनु भएको छ। मलाई लागेको थियो शान्त बसौँ, अझै प्रक्रियालाई सघाउँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुट तन्त्रलाई टुलु टुलु हेरेर बस्ने लाक्षी मान्छे चाहिँ म होइन। म टुलु आज यहाँ आइसकेपछि यति कुरा भनिसकेपछि सरकारको मुटुमा के हुन्छ मलाई थाहा छ, तर मलाई केही भन्नु छैन। अझै गर्न षड्यन्त्र। म सम्मानित अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु। कुनै दिन त यस्तो हुन्छ कि 4 वटा अदालतमा मैले उपस्थित हुनुपर्छ। तपाईँ अन्दाज गराउनु होला यो एउटा मान्छे एकै दिन बिहिबारको दिन 4 वटा अदालतमा कसरी उपस्थित हुन्छ होला, कहाँ चाहिँ वकिलहरू पठाउँछ होला, कसरी सम्भव छ होला। तर होस् जे हुन्छ होस्, थप केही मुद्दा लगाउनु बाँकी छ भने पनि लगाओस्। सरकारले मानिसहरू भनिरहेका छन्, जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोसिस गरिरहेका छन्। म कहाँ आगो बलेको छ त्यहाँ तापौला र सेकौला भनेर बसेको मान्छे होइन। हामी स्पष्ट रूपमा आएका थियौँ। हामीले पहिल्यै भनेका थियौँ जनता आक्रोशित छन्, जनतामा एउटा ठुलो आक्रोश आएको छ, निराशा आएको छ। त्यसलाई चिर्नु पर्ने थियो, बदल्नु पर्ने थियो। त्यसलाई व्याख्या गरेर हुँदैन थियो, विश्लेषण गरेर हुँदैन थियो, लेख लेखेर हुँदैन थियो। गराउनका लागि मसँग टेलिभिजन थियो, तर टेलिभिजन पर्याप्त भएन। त्यसैले हामीले सुप्रिय सुदृढ भनेर घन्टी बजायौँ। घन्टी बजाएर 21 जना मान्छे संसदमा आएपछि मलाई लागेको थियो सुने होला अलिकति भए नि अब त हामी परिवर्तन हुनुपर्छ, सच्चिनुपर्छ भन्ने सोचे होलान् भन्ने लागेको थियो। तर यिनीहरू घन्टी फुटाउनतर्फ लागे। हामीले सिंहदरबारमा घन्टी बजाएको थियो, यिनीहरू घन्टी फुटाउनतर्फ लागे। मलाई दुःख लाग्छ आदरणीय साथीहरू। यतिखेर लगभग प्रतिपक्ष विहीन भएर बसेको छ। म सञ्चारकर्मी साथीहरूलाई यसरी सरकारी पक्ष नभइदिनको निमित्त विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। यतिखेर सशक्त दह्रो प्रतिपक्षको आवश्यकता छ। यदि तपाईँको इन्टेन्सन लोकतन्त्र बचाउने हो भने, लोकतन्त्रको खोल ओढेर देश लुट्ने हो भने तपाईँको मुखमा लोकतन्त्र र गणतन्त्र सुहाउँदैन। नलिनुहोस् त्यो नाम। होइन, साथै लोकतन्त्र बचाउने हो भने प्रतिपक्ष भन्नुहोस्। यतिखेर प्रतिपक्ष मोर्चा बलियो हुन जरुरी छ। म सञ्चारकर्मी साथीहरूलाई